साथीहरू अब हामी चाहिँ अब हामी जान लागेको घर फर्किन लागेको उतानिर पर उता उसतिर खिच्नु जाउँ न एउटा उता खिच्नु जाउँ न उयो गोरु भएको ठाउँतिर हो त्यता मलाई खिचिदिनु ल कता के हो यो यहाँ एउटा खिचिदिनु है अब हामी फेरि यता पनि फोटो खिच्न जान लागेको कुकुर कस्तो मजा सुतिरहेको फुल हेर कस्तो राम्रो कस्तो राम्रो फुल फुलेको ओ माथि गएको अघि चाहिँ हामी उसलाई चाहिँ यहाँ भिडियो फोटो खिच भन्दैछ फोटो खिच्नु हो ल अलि राम्रोसँगले है अलि राम्रो हो त्यस्तै गरेर लभ बनाऊ न म फोटो खिचिदिन्छु यस्तो गरेर दुईटा औँला जोडाउनु न यस्तो क्या आयो यस्तो क्या यस्तो हे भगवान पहिला यो यस्तो खालको लभ बनाऊ न दुईटा हुँदैन भन्छु अहिले मैले यहाँ फोटो खिचिरहेको छु क्या छिटो पहिला हेर्नु यता हेर्नु न छ्या त्यस्तो चाहिँ होइन यस्तो हेर्नु न यस्तो गर्ने पहिला तिनवटा औँला मार्ने यो पनि मार्ने के यो पनि बुढी औँठा पनि छ्या लभ बनाउनु सिकाउँदा मेरो दिमाग पहिला यो तिनवटा यस्तो गर्नु त अब हामी चाहिँ यहाँबाट फर्केको यहाँनिर घुमेर अब फर्किँदैछौँ बुढो चाहिँ उतालाई पुगिसक्नु भइसक्यो फर्किँदैछौँ अब चाहिँ हामी यहाँनिर कछुवा हो कि के हो त्यो कछुवा नै होला कछुवा नि रहेछ यहाँ पनि एउटा कछुवा यहाँनिर छ एउटा यहाँनिर छ माछा पनि होला सायद माछा पनि छ कि गेट मूल गेट तल एउटा गेट यहाँ एउटा गेट बाबा